सबैभन्दा पहिले त हामीलाई यो जान्न जरुरी छ कि यो श्रीमद् भागवत महापुराण भनेको के हो। श्री मद भागवत अनि महापुराण। श्री भनेको सज्जन ऐश्वर्य, श्री भनेको भक्ति, श्री भनेको लक्ष्मी, मद भनेको भण्डार स्टोर। यो भागवत चाहिँ के रहेछ त भन्दा भक्तिको भण्डार, ज्ञानको भण्डार, ऐश्वर्यको भण्डार हो। भागवत चारवटा अक्षर छन् सज्जन। भाष्यते सर्ववेदेषु गीयते नारदादिवि वदन्ति त्रिषु लोकेषु तरन्ति भवसागरम। भागवत यस्तो पुराण हो सज्जन, यो भागवत सम्पूर्ण पुराणहरूको सार हो। भाष्यते सर्ववेदेषु, सम्पूर्ण वेद उपनिषद इतिहासको सार हो भागवत। यो भागवतका गान गर्ने तमाम ऋषिहरू हुनुहुन्थ्यो। गीयते नारदादिवि, नारद जस्ता देवर्षि, सुखदेव जस्ता परमहंस, सनकादि मुनिहरू सबैले गान गर्नुभयो। यो भागवतको वन्दना तिनै लोकमा हुने गर्दछ सज्जन। यो भागवतको कथा, यो सत्सङ्गका कथा, भगवानका गुणानुवाद हामीलाई यस धरामा मात्र प्राप्त हुन्छ। स्वर्गलोकमा पनि यो प्राप्त हुँदैन, सत्यलोकमा पनि यो प्राप्त हुँदैन। यही भुवर लोकमा मात्र हामीलाई यो श्रीमद् भागवतको कथा, भगवानका कथा, सत्सङ्गहरू प्राप्त हुन्छ। अझ हामी त कति भाग्यमानी छौँ सज्जन। देवभूमि नेपालमा बस्न पाएका छौँ, जहाँ प्रत्येक स्थानमा भगवानको वास छ, देवताको वास छ। यस्तो पावन भूमि, जुन भूमिलाई भगवान पशुपतिनाथले संरक्षण गर्नुभएको छ, आश्रय दिनुभएको छ, यस्तो पावन भूमिमा हामी बसेर भगवानका कथा सुन्न पाएका छौँ। त्यही भएर यो सत्सङ्गको, यो कथाको, यो भागवतको तिनै लोकमा वन्दना हुन्छ। यो श्रवण गर्दा चाहिँ के हुन्छ? तरन्ति भवसागरम। सज्जन, हामी यो भवसागरमा आएका छौँ, यो संसारमा आएका छौँ। यो संसार त कस्तो छ त भन्दा दुःखालयम शाश्वत। केवल दुःखै दुःख मिल्छ है यो संसारमा। दुःख के कारणले मिल्छ भन्दा अन्तर मनबाट दुःख मिल्छ। यो हाम्रो जुन मन छ, यो मनलाई हामीले बुझायौँ, सम्झायौँ भने, यो मन बुझ्यो भने, यो मनले सम्झ्यो भने सुख छ। यो मन बुझेन भने हामीलाई दुःख हुन्छ।